हेलो कक्षा 10 नमस्कार। तपाईँ सम्पूर्ण सन्चै हुनुहुन्छ होला भन्ने आशा राखेको छु। म पनि ठिक छु। आज फेरि नयाँ एउटा भिडियो लिएर तपाईहरुको माझ उपस्थित भइसकेको छु। यो प्रश्न दामी प्रश्न छ। संख्या पनि छ भनेको जनरल संख्या अनि रेशियो पनि छ, पर्सेन्टको कुरा पनि गरेको छ। हेर्नुस् त प्रश्न कस्तो छ। प्रश्न नम्बर 8 हो। पेज नम्बर हेर्नु होला, सायद 11 पेज नम्बर वाला किताबको प्रश्न यस्तो रहेको छ। के छ? एउटा समूहका 200 जना मानिसमा गरिएको सर्वेक्षण अनुसार ल्यापटप मात्र प्रयोग गर्ने र मोबाइल मात्र प्रयोग गर्नेको अनुपात 2:3 छ पाइयो, जसमध्ये जम्मा मानिसको 30%ले दुवै प्रयोग गर्ने रहेछन्। दुईटै प्रयोग गर्दा रहेछन् जम्मा 30%ले। 15%ले दुवै प्रयोग नगर्ने रहेछन्। जम्मा भनेको 200 को 30%ले दुईटै प्रयोग गर्छन्, 200 को 15ले दुवै प्रयोग गर्दैनन्। यसका आधारमा प्रश्नहरू सोधेको छ, उत्तर दिनुस् भनेको छ। एउटा कुरा, यो भिडियो 2 पटक रेकर्ड गरिसके, तेस्रो पटक रेकर्ड गर्दैछु। एक पटक रेकर्ड भयो, राम्रै बात थियो। साउन्ड डिलिट भएछ, अटो मेरो डिलिट गर्दाखेरि डिलिट गरेछु अनि रिसाइकल बिनबाट पनि हटाइदिएछु। अनि दोस्रो पटक चाहिँ आज अघि साउन्डै आएन। यो तेस्रो पटक गर्दैछु, थाहा छैन साउन्ड आछ कि छैन है त। ल अब यहाँ चाहिँ के छ, मानम ल्यापटप प्रयोग गर्नेलाई एल, मोबाइल फोन प्रयोग गर्नेलाई एम माने। यहाँ ल्यापटप र मोबाइल फोनको कुरा गरेको छ। अनि त्यसपछि कार्डियल नम्बर अफ यु बराबर 100% लेखेँ मैले। किन? प्रतिशतको कुरा आउने बित्तिकै 100% लेख्नु होला भनेर भनेको छु। मेबी यो काम लाग्न पनि सक्छ, होइन भने माननीय राष्ट्रपति भनेर तुचुक्क बस्न पनि सक्छ। के हुन्छ हेरौँ, काम लाग्यो भने काम लगाउँला है त। अनि कार्डियल नम्बर अफ यु भनेको 200 जना पनि छ, जम्मा त 200 जना हो नि त। यो त हामीले पर्सेन्टको कुरा छ, त्यही भएर लेखेका। योतिर नजानुस्, काम लाग्यो भने लगाउँला, नत्र बसिराख्छ। कार्डियल नम्बर अफ यु भनेको 200 जना लेख्यौँ। अनि यहाँ चाहिँ कार्डियल नम्बर अफ ओन्ली एल र कार्डियल नम्बर अफ ओन्ली एम भनेको 2:3 छ। यहाँ अलिक ठुलो डल्लो पारेको छु, त्यो 1:2 हो, रेसियो हो। योभन्दा पहिलेको भिडियोमा चाहिँ देखेकै थिएन के, त्यही भएर ठुलो बनाएको मैले अनुपात। यहाँ हेर्नुहोस् त, ल्यापटप मात्र प्रयोग गर्ने भनेको छ अनि मोबाइल फोन मात्र प्रयोग गर्ने, मात्र भनेको भएर यहाँ ओन्ली लगाएको 2:3 हो। अब यस्तो भयो भने यस्तो किन? यहाँ योभन्दा अगाडिको भिडियो मैले यहाँ चाहिँ तपाईँहरूलाई भनेको छु, यी कार्डियल नम्बर अफ ओन्ली एम र ओन्ली सी 2:1 छ भने ओन्ली एम बराबर 2x, ओन्ली सी बराबर 1x भनेर लेखेका छौँ। यो क्वेसन हेर्नु होला, राम्रो, सबभन्दा राम्रो क्वेसन मध्येको एउटा हो यो पनि। त्यसै गरी यहाँ पनि के लेख्छौँ भने ओन्ली एल बराबर 2x 2 छ, ओन्ली एम बराबर 3x लेख्छु मैले। अब त्यसपछि के लेखौँ? त्यसपछि के कुरा गरेको, जसमध्ये जम्मा भनेको 200 को 30%ले दुवै प्रयोग गर्ने रहेछन्। दुवैलाई इन्टरसेक्सन भन्छौँ, यी इन्टरसेक्सन लेखेँ। इन्टरसेक्सन बराबर जम्मा मानिसको 30%। जम्मा कति हुन्? 200 जना को गुणन 30%। 30 भनेको 30/100, जेरोले दुईटा जेरो यहाँ काटिए, 20 या 60 भनेको साझामा कति रहेछन्? 60 जना। साझा पत्ता लाग्यो। अब दुईटै मन नपराउने बाहिर बस्ने कति त? पक्कै पनि 30% भनेको 60 छ भने 15% भने 30 होला। तर पनि निकालौँ, जम्माको 15% हो। यस्तै गरी हिसाब गरेर निकालौँ है। अब बाहिर बस्ने यहाँ के भनेको छ प्रश्नमा, एकछिन फेरि ख्याल गरेर पढ्नुहोस्। दुवै प्रयोग नगर्नेलाई हाम्रो सिम्बलमा के लेख्छौँ? कार्डियल नम्बर अफ एल युनियन एम को बार, ल्यापटप र मोबाइल फोनको बार, टोटल बार भनेको दुवै प्रयोग नगर्ने भनेको यो जम्माको 15% हो नि, त्यही लेखेँ त्यहाँ। यही प्रश्नमा यही भनेको थियो, त्यही लेखेको। जम्मा 200 को गुणन 15%, 15/100, 2 15 जना 30 भनेको थियो, आयो। बेन्चतिरमा गरौँ है। क नम्बर यही सोधेको थियो, बेन्चतिरमा भर्नुहोस् भनेर। अब दुईटैको साझा 60 छ, हामीले भर्खरै निकालेका छौँ है। 60 छ नि, यहीँनिर छ, हेर्नुहोस् त, 60 साझा। अनि त्यसपछि बाहिर हामीलाई थाहा भइसकेका छ 30, यो पनि लेख्यौँ। अब लेखेको यो एकछिन पछि हो, 2x र 3x लेखेँ। किन? ओन्ली एल र ओन्ली एममा हेर्नुहोस् त, यहाँ छ ए ओन्ली एल भनेको 2x, ओन्ली एम भनेको 3x छ। त्यही कुरा बेन्चतिरमा लेखेँ। बेन्चतिर कम्प्लिट भयो। यति कुरा लेख्न बाँकी छ, त्यो एकछिन पछि आउँछ। अब के गर्ने त? अब हामीहरूले योभन्दा पहिले गरेको स्टेप, कार्डियल नम्बर अफ यु बराबर
के हुन्छ यो भनेको यहाँ भएका सबैलाई जोड्ने हो नि यो प्लस यो प्लस यो प्लस यो यिनी होइन है अहिले यो त पछि एक्सपछि आएको रिजल्ट हो यो र यो त्यही गरेको छ र 2x हेर्दै जानुहोस् 60 3x 30 2x 60 3x 30 लेखेँ। अब सजातीय पदहरूको जोडघटा हुन्छ 2x मा 3x जोडिन्छ 5x भयो 3 2 5 60 मा 30 90 90 प्लसको थियो यता आएर -90 भयो अरू केही छैन चेन्ज गरेर जे छ त्यही छ 5x को 5x छ। अब 200 मा 90 सब्ट्र्याक्ट गर्दाखेरि 110 आयो 110 आयो अनि 5 इन्टुमा चाहिँ यहाँ डिभाइडमा गर्दाखेरि x को मान 22 आयो 110 भागा 5 गर्दाखेरि 22 आयो। अब अन्तिम प्रश्न के रहेको छ हेरौँ। अन्तिम प्रश्न बढीमा एउटा साधन मात्र प्रयोग गर्ने मानिसको सङ्ख्या पत्ता लगाउनुहोस् भनेको छ। बढीमा एउटा साधन प्रयोग गर्ने यो गजबको प्रश्न छ। यसमा मैले दुईटा प्रश्न एउटा बोनस प्रश्न पनि दिन्छु। बढीमा एउटा साधन प्रयोग गर्ने मानिसको सङ्ख्या पत्ता लगाउनुहोस् भनेको छ। कम्तीमा एउटा साधन भनेको भए के हुन्थ्यो भन्ने प्रश्न पनि बढीमा छ कम्तीमा यो अपोजिट छ। यस्ता क्वेसन इक्जाममा राख्छ एउटा क्वेसन ख्याल गर्नुहोस् है। यो क्वेसन त्यही भएर बुझ्नु जरुरी छ। एउटा मैले सानो सिनारियो भन्छु एउटा चाहिँ स्टोरी जस्तै सानो एउटा यो क्रिकेट हो मानौँ है यो फुटबल हो यो बढीमा एउटा खेल अथवा यो खेलको कुरा गरौँ बढीमा एउटा खेल खेलाउनुहोस् भन्ने मान्छेले कसरी भन्छ भने त्यो रुन्चे हुन्छ हात जोड्छ दाजु बढीमा एउटा खेल खेलाइदिनुहोस् न भन्छ के भन्न खोजे के उसले गेम खेल्न थाहा छैन अथवा ऊ कमजोर छ या केही त्यस्तो अवस्था छ उसले हात जोडेर भन्छ के यस्तो कुरा चाहिँ बढीमा एउटा के त्योभन्दा चाहिँदैन भन्न खोजे हो कि होइन सम्झनुहोस् है। बढीमा एउटा कि त्योभन्दा बढी मलाई चाहिएन भन्न खोजे हो कि बढीमा एउटा भन्न खोजे के त्योभन्दा बढी चाहिएन के भने त्योभन्दा बढी चाहिएन भनेपछि त्योभन्दा बढी यो 60 जना जो बिचको छन् त्यो त दुईटै मन पराउने होइन र दुईटै युज गर्ने एल र एम यो ल्यापटप र मोबाइल युज गर्ने हो कि होइन। यहाँ क्रिकेट र फुटबलको कुरा गर्थे दुईटै खेल्नेहरू हुन् उसले दुईटै खेल्छु त भनेकै होइन खेलाउनुहोस् कम बढीमा खेलाउँदाखेरि एउटा गेम त खेलाउनुहोस् बढीमा एउटा गेम खेलाउनुहोस् है भन्न खोजे के उसले चाहिँ भनेपछि उसलाई नखेलाउन नि सक्छन् के त्यहाँका मान्छेले खेलायो भने बढीमा या क्रिकेट मात्र खेलाउँछन् उसलाई या फुटबल मात्र खेलाउँछन् उसलाई या खेलाउँदैनन्। त्यही भएर यसको उत्तर के हुन्छ भने 44 यहाँनिरको या क्रिकेट मात्र खेलाउँछन् त्यसलाई या फुटबल मात्र खेलाउन सक्छन् या बस भन्न सक्छन् 30 44 66 30 जोड्ने 140 यसको उत्तर। अब अर्को प्रश्न सोचौँ अर्को प्रश्न के कम्तीमा एउटा गेम खेलाउनुहोस्। अब यो मान्छेले पुरा थर्काएर भन्छ अब यो दाजु भन्दैन ओइ भाइ भन्छ के भन्छ ओइ भाइ कम्तीमा एउटा गेम खेलाऊ है होइन भने गर्छ भन्न खोजे के धम्की दिएको त्यसलाई गेम नखेलाएर यहाँ बाहिर राख्न मिल्छ मिल्दैन बाहिर राख्न मिल्दैन भनेपछि यो अवस्थामा के गर्नुहुन्छ तपाईहरुले प्रश्नले तपाईहरुलाई कम्तीमा एउटा गेम खेल्ने पत्ता लगाउनुस् अथवा कम्तीमा एउटा खाजा खाने पत्ता लगाउनुस् अथवा कम्तीमा एउटा मोबाइल एउटा त्यो डिभाइस चलाउने पत्ता लगाउनुस् जस्तो सुकै सोध्दा शब्द छ कम्तीमा एउटा यसरी सोध्यो भने त्यो जो रिक्वेस्ट त्यो एउटा भन्ने मान्छे छ आदेश दिने जसरी भन्ने कुरो छ यसमा कम्तीमा एउटा खेल खेलाऊ है मलाई भन्न खोजे उलाई त गेम नखेलाउन पाइएन भनेपछि के हुन्छ या चाहिँ क्रिकेट मात्र खेलाइने हो के भन्छ फुटबल मात्र खेलाइने हो के भन्छ दुईटै खेलाइने हो के भन्छ त्यसले कम्तीमा एउटा भनेको छ उले दुईटा तीनटा चारटा जति भने हुन्छ त्यही भएर के हुन्छ 44 + 60 + 66 तीनटै जोडिन्छ बुझ्नुभयो होला दुईटै सिनारियो कम्ती र बढीमा कम्तीमा एउटा गेम खेलाउनुस् भन्नुको अर्थ र बढीमा एउटा गेम खेलाउनुस्को अर्थ फेरि चिन्तन मनन गर्नु होला जति सोच्नुहुन्छ दामी भइन्छ। ओके गुड नाइट मस्त रहनुस् व्यस्त रहनुस् फेरि अर्को भिडियोमा भेट्नेछौँ तपाईहरुसँग नमस्कार।